सर्जकज्यूले यसो सघाउनु होला। सर्वमङ्गलम सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्। धेरै धेरै धन्यवाद। सबैले आफ्नो हातमा लिएर विमोचन गरिदिनु होला र यसको साक्षी हजुरहरू सबै हुनुहुन्छ। मृत्यु हाम्रो साहित्यिक पत्रकार सङ्घको विशेष गरी राजेशन दाजुको एउटा प्रक्रिया छ। यो फुलले मजाले नुहाइदिने पुष्प स्नान गर्ने हुन्छ। शेखर ढुङ्गे र पुष्प स्नान गराउँदै हुन्छ राजेशन दाजुले। पुष्प स्नान भन्छु मैले, माल्यार्पण होइन, पुष्प स्नान। फुलले नुहाइदिने परम्परा। त्यसैले आज स्याटिपी विषयको बुझ्दै ती पनि खुसी नै छन्, तिम्रो दुःख सकियो भन्ने छन्। ब्रह्माण्ड त तिम्रो परदेश हो, मृत्यु त स्वदेश प्रस्थान हो। दुःखमुक्त भएर मातृभूमि फर्कनु खुसी प्राप्त गर्नु होइन र मर्न किन डराउँछौ? सन्तानका लागि कति रोयौ, आफन्तका लागि कति बधाई शुभकामना सम्पूर्ण अभ्यागत महानुभावलाई धेरै धेरै धन्यवाद। त्यही आसन गर्नका लागि निवेदन गर्छु। अब हामी सबैलाई भोक लाग्छ है। ज्योतिषी हो नि म, कस्तो थाहा पाएँ ठ्याक्कै कस्तो मिलायो भाइले भन्नुभयो होला। एनिवे हामी खाना एकदम तयार छ, बास्ना आइरहेको छ तलबाट। हामी अब छोटोमा कार्यक्रम सक्छौँ। अब यति बेला पालो भएको छ यसै कृतिका बारेमा केही छोटो मिठो समीक्षा गर्ने। मानव जीवनमा अर्थ मात्रै होइन, समयको मितिभेद पनि धेरै महत्त्व हुन्छ। त्यसले गर्दाखेरि म सबैमा एकमुष्ट सबै आदरणीय मेरो नमस्कार छ। अब किताबको प्रसङ्ग नै कुरा गरौँ। के लेखेँ जस्तो लागेको थियो जब तिनवटा आदरणीय स्रष्टाहरूले जुन प्रकारले त्यो शब्दहरूले व्यक्त गरिदिनु भयो, मैले केही लेखेछु कि जस्तो लाग्यो, साह्रै खुसी लागेको छ। यसो भनिरहँदाखेरि अब यो कार्यक्रम अब हामी त कारणवश जहिले पनि मलाई त्यो फिलिङ हुन्छ, सायद सबैलाई फिलिङ हुन्छ जो मसँग बिहोरेको छ। म पनि प्रत्येक पटक जब हरियाले चक्कर छोड्छ आँसु तरक्क तरक्छ। जहाँसुकै मैले त्यो मेरो उपलब्धि कहाँ के हो मलाई थाहा हुँदैन, तर मैले अरूको पनि अनुहार हेर्छु। कोही खुसी हुँदैन यो देश छोडेर हिँड्नलाई, तर त्यो देश छोड्नेहरूले गाली खाइरहेको छ। त्यसको कारण चाहिँ कसैले खोज्दैन होइन। अब यी सबै कुराहरू हुँदाखेरि पनि अब यो कविताहरू किताबहरू मनमा गन्थनहरू आइरहन्छन्। अब अर्को समस्या हाम्रो के हुँदो रहेछ भनेदेखि एउटा निश्चित उमेर यही माटोमा बिताइयो, यही हावापानीमा हुर्कियो, त्योसँग बिछोड कसैले पनि चाहेको चाहिँ हुँदैन। कसरी धकेलिन्छ, किन धकेलिन्छ, लामो विषयहरू छन्। त्यस कारणले यो पलायन शब्द, आप्रवासी शब्द हृदयदेखि भन्छु मन पर्दैन, तर त्यही त्याग बोकेर हिँडिरहेको छु। अरूको तिनवटा पाठ भइ नै हाल्यो। तर जीवन के भनेदेखि कुनै त्यस्तो एउटा छेड, सायद सबै हजुर सर्जक हुनुहुन्छ, त्यो फिलिङ पनि आउँछ होला। यसलाई सकारात्मक सोचको रूपमा हेऱ्यौँ भनेदेखि मानिसहरू कति विषयवस्तुमा चाहिँ नि सर्टेन उमेरपछि के होला भन्ने चिन्ता, अनि भविष्यको चिन्ता, धेरै सर्जकहरूको धेरै विषयवस्तुहरूको धेरै लेखहरू देखिन्छ कि। त मेरो अनुभूति चाहिँ के हो भने जुन दिन म अथवा सबैले
मृत्युपछि मैले मुक्ति पाउँछु भनेर जब ढुक्क यो आत्मालाई लिएर सकारात्मक सोच लियो भने त्यो मृत्युदेखि डर हटाइदियो भनेदेखि त्यसपछि दैनिक हामीले मृत्यु उत्सव मनाउँछौँ भनेको चिन्ता मुक्त भएर हामी जीवन यापन गर्न सक्छौँ। मृत्यु उत्सव त्यति नै हो। त्यसैले यसमा पनि केही कुराहरू छन्। अब यहाँ विषयवस्तुहरू छैन। मृत्यु उत्सव कहाँ हुन्छ? आँसुभित्र पनि मृत्यु हुन्छ। जीवन यसो हेरौँ, मानिसको जीवन हामीले हेर्छौँ, हाँसिरहेको जीवन तपाईँ हेर्नुहुन्छ, त्यसभित्र कति आँसु हुन्छ। आजका कार्यक्रमका नायक शेखरजी, तपाईँलाई धेरै धेरै बधाई छ। सबै वरिष्ठ सर्जकहरू, मान्यजन र मेरा मित्रजन, म चाहिँ यो कविताको सङ्ग्रहको बारेमा कुनै टिका टिप्पणी गर्न आवश्यकै देख्दिनँ। राम्रो छ, अध्यात्म पनि छ, व्यङ्ग्य पनि छ, समाजका बारेमा पनि छ, जीवनका बारेमा पनि छ, राजनीतिका बारेमा पनि छ, व्यथितिका बारेमा पनि। त्यो यहाँले पढिसक्नु पनि भएको छ, नभए पढ्नुहुन्छ। पुछ्दै भुल्न खोज्थे गुराँस फुल्ने ठाउँ आँसु। एकदम मनोरम, धेरै शिरोमणि बाबुराम आचार्यको सिर्जना हो। त्यहाँ स्रष्टा खास गरी पुराना कविहरूको बारेमा लामो फेरिस्त छ। आज प्रमाणपत्रको केही अर्थ छैन भन्ने सन्दर्भ कविताका माध्यमबाट पनि आयो। तर प्रमाणपत्रविहीन शिक्षा नेपालमा इतिहास संशोधन मण्डलले सबभन्दा पहिला 2007 को दशकमा सूत्रपात गरेको थियो। दुर्भाग्य त्यो प्रमाणपत्रविहीन शिक्षाका